यो रुफिना हो हाम्रो अफिसको। अहिले चाहिँ मैले पोर्चुगिज स्टाइलको सोफा बनाउन सिकान भनेको थिएँ, अनि यो आज यो सफा गर्न आएको बेलामा मलाई यसरी बनाएर तयारी गर्दैछु यसले। Fala, how to prepare sopa? Fala. Sopa, estou a preparar sopa para o senhor Bikra. Batata. Batata, cenoura, tomate, cebola e peito de frango e couve. Depois vamos pôr a ferver. Sim. हामी त फर्सीको डाँठ पनि खान्न थियौँ नि त। यहाँ त के अरे फर्सी भन्न आयो काउलीको। यहाँ त काउलीको रुखै किनेर ल्याएर रुखै खाने हो, कहाँ पाउनु यहाँ फुल। तर खाने चिज चाहिँ वास्तवमा यो रहेछ क्या, यो राम्रो पनि हुने हेल्दी पनि हुने। हामीले चाहिँ डाँठ पनि फालेर खान्छौँ नेपालतिर, तर यहाँ त्यस्तो होइन रहेछ। यहाँको चलन अलिक फरक लाग्यो। यिनीहरू यो डाँठ सेउला किन्न पाइन्छ टन्नै फर्सीको, के अरे काउलीको, अनि यो खाने एकदम हेल्दी हुन्छ क्या। नयाँसँग मसला हुन्छ, न चिल्लो हुन्छ, न पिरो हुन्छ। तर मलाई त मिठो लाग्यो। पहिले त राम्रो लाग्दैन थियो, पछिल्लो समय मलाई खुब मिठो लाग्न थालेको थियो। यसलाई बना न, आज बनाइदिएन भनेको यहाँ बनाउनु लागेको चाहिँ। त्यो हामीले नेपालतिर पनि खाँदा हुन्छ, एकदम राम्रो हुन्छ, हेल्दी पनि हो, ढ्याक्क अगाउँछ पनि यसले। यहाँ यो बटाटा भनेको आलु भयो, सिनोरा भनेको गाजर, सिबोला भनेको प्याज, टमाटा भनेको टमाटर, कोबी, 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 यो चाहिँ कोबी नै रहेछ। यो चाहिँ चिकन हो, फ्राङ्गो, frango. चिकन यसरी काटेर कसरी हाल्ने अहिले हामी पुरै डिप फ्राई गरेर आनन्दले खानेलाई उनीहरूको स्टाइल हेरौँ भने मिसाइले त केही नै नगरिकन पखालेर मासु त ल यसमा यो यस्तो स्टाइल ल आलु साग ल यस्तो स्टाइल छ, तरिका यस्तो छ। यो चाहिँ निरोगी रे, यो चाहिँ सबैले खाना हुन्छ अरे। ल तेका फ्राई, तेका मसला, इनफ। आगो वाला छैन, पानी हाल्न सुरु भइसक्यो भाँडाभरि। 3 दिनलाई पुग्नेहरू बनाएर जाने भयो। आमा नसकिने भयो। लौ भयो यार त्यत्रो भाँडा, कस्तो होला त बेसी। चलाउँदै पनि छ यसले। त्यो पानीमा केही हालेको छैन, केही हालेको छैन, आलु डल्लै छ। यसका पाराले आज जिन्दगी चन्डुरा मलाई जस्तो लाग्यो। साल नुन चाहिँ मैले यो खान्छु कि यो पिङ्क साल्ट हो। नुन चाहिँ सेतो नुन भन्दा यो नुन खाँदाखेरिको फाइदा धेरै पाएँ मैले चाहिँ। तपाईँहरूले पनि यो नुन खाँदाखेरि राम्रो हुन्छ है। नुनै खानलाई त किन कन्जुसाइ गर्नु। यो मेरो महिनामा 2 किलो नुन खाइहाल्ला परिवारमा खाँदाखेरि पनि। अर्को सेतो नुन खानु र यो नुन खानुमा आकाश जमिनको फरक हुन्छ। 15 दिन नुन कन्टिन्यू यो नुन खाँदाखेरि मैले चाहिँ धेरै फरक पाएँ। एउटा नुन सकिन्छ भने तेल कम खाने, अनि तेल पनि हामीले यो ओलिभ ओइल चाहिँ खाने गऱ्यौँ भने फाइदा हुने रहेछ। यसको फाइदा चाहिँ धेरै लाग्यो मलाई। ल्याउनु त मैले अर्को तेल पनि ल्याएको थिएँ, यो तेल पनि ल्याएको थिएँ, तर यो तेल तपाईँ कहिलेकाहीँ डिप फ्राई गर्ने बेला मात्रै मैले चलाउँछु, नत्र युजल्ली म यो तेल खान्छु। अनि नुन चाहिँ पिङ्क साल्ट खान्छु। पिङ्क साल्ट भनेको हाम्रो जस्तै हो, सिधे नुन पाइन्छ, सिधे नुन पिनेर खाँदाखेरि पनि भयो। यो सामुद्रिक नुन हामी आयोडिनयुक्त नुन भन्छौँ, त्यो खाने चिज होइन, बेकारको चिज हो त्यो, त्यति हेल्दी पनि छैन। यो आएको दिनमा मेरो घरै उज्यालो हुन्छ भने यो भद्रगोल हुन्छ मेरो। यो कपडा मिलाएको हुँदैन, लठा भद्र यता ओछिन हप्ता दिनदेखिको त्यो कसले मिलाउने, जङ्गली जस्तो गरेर बस्यो। मजाले पुच्छे, मजाले टल्काउँछे,
टोयलेट बाथरूम यो कोठा भाँडा भयोहरूको सबै माझेर सामान मिलाएर आनन्दले गर्न जान्छ यसले। यति गर्न गएपछि एक हप्ता मलाई दुध लिएर आयो, दुध सकेको थियो। यहाँ चाहिँ दुध यसरी खाइन्छ। यो दुध मलाई अझै 15 दिनलाई पुग्छ। 6 लिटर दुध हुन्छ यो। 6 लिटर दुधको छ नेपालको यो 450 लियो भनेपछि 700-800 जति पर्छ नेपाली। जम्दैन, जम्नी फाट्ने हुँदैन, चट्ट फ्रिजमा राख्यो। सुरु गरी धन्दा अब आफ्नो मैले सबै चिज गर्छेँ। घरै घिनलाइ नि भइसकेको हुन्छ। नभए हेर्नु कस्तो फोहोर भएको छ यो। अहिले यस्तो टल्किन्छ आफ्नो अनुहारदेखि चाहिँ अहिले नहेरे नि हुने हुन्छ। त्यस्तो बनाएको छ यसले एकछिन।